हेलो गाइस, नमस्ते सबैजनालाई। फेरि पनि स्वागत छ हजुरलाई मेरो आजको नयाँ दिनसँगै नयाँ भिडियोमा। आज फेरि म जङ्गलतिरकै यात्रामा छु साथीहरु। आज पनि दाउरा घाँस गर्न जाँदैछौँ। भिडियो के कस्तो लाग्छ हेर्दै गर्नुलाई त साथीहरु। लौ त आज हामी फेरि पनि जङ्गलतिरको यात्रामा छौँ। यता ग्रुप हेलो हाई गर्मी भएर हिँड्दैछौँ हामी। आजको यात्रा हो फेरि जङ्गलतिर साग किन्न। मसँगै जान्छौ र मैले छोको खान्छौ र उहुई यो कालो ऐसेलुको जाङ हेर्नु साथीहरु। 2-4 दिनपछि पाक्छ, खाना आउनु होला। हामी खानालाई हिँड्दैछौँ जङ्गलतिर। भैँसीबारको चिसो पानी खान लाग्यो हामीले। हाई झोलामा के बोकेर आउने हो? माथि सार्नु भयो अरे माथि फुर्सेको डोरी। दिदी खिरौले साग टिप्दै हुनुहुन्छ उहाँ दिदीले। हामी चाहिँ बाटो खुइकियाको। बेहुनी खाला एक्लै लो गोठ त भत्किछ आज त। कसको इन्ट्री भयो है अब? को खासो नि यस्तो? बोबर फोन नै छ। साइला पो हुनुहुन्न र? फास्ट जुरुक्क उठाएर ल होला आम्जु। बकेटमा हालेर बोक्ने भन्नु। जङ्गल आउँदा देखेको साथीहरु हामीले। ब्रेकर उचालेर हिँडो डोजर। यसको हिँडा हेर्नु। हेलो आम यहाँ पुग्यौँ हामी।
हेलो हेर्नु रुखको जरा छिरो यता छिरो हेर्नु खुट्टै निस्क्यो हुई हुई अड्क्यो उड्क्यो अप्ठ्यारोमा आएर कान्दैछु हाम्रो दाजुभाइहरू यसरी बस्नुभयो टेन्ट तानेर अस्ति आउँदा रित्ते गोद भेटाएको आज त मान्छे भेटाएर नि चिया पकाएर खान ल्यायौँ साथीहरू हामी ढकाइसक्दै देख्दैछौँ ढकायो 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 झर्नु भयो ढकायोको भारी एटी भयो खाने भए सम्पर्क गर्नु साथीहरू अनलाइन गरिदिउँला बनाएको साग यो फर्क्यो हो हामी जङ्गलै जङ्गल साग टिपेर दिदी यो सुकेको हो नि दाउरा कति कुलेछ आजी कहाँ आइज दिदी हजुर हलुङ्गो छ लिनु फुबु हलुङ्गो छ भने लिनु ऐतरिका घाँस काट्दैछौँ हामी ढकायोको भारी फुबु सबै झार्नुहुन्छ सबै झार्ने हो हजुर लो हिँड्यो हामी घरतिर हाटमा ढकायो बोकेर घाँस दाउरा बोकेर घर जाँदैछौँ यसमा खाल्टा भएर नि यत्रो पानी जमेको पानी खाँदै भैँसबारको धारामा सँगै छन् अरू साइलो जामा आऊ ल हाम्रो गाउँ हेर्नु साथीहरू पुग्ने हो हामी पुलिसबाङ हाम्रो गाउँ
ढकायो त्यतिर दाउरा बोकेर पनि काटेर पनि म घर आइसकेँ। आजको ढकायो हेर्नु, ढकायो साग। आजको ढकायो यति फेरि आएँ मैले। हेर्नु ढकायो। घर आइसकेँ साथीहरू। म दाउरा काटेर ढकायो साग टिपेर जङ्गल घुमेर घर आइपुगेँ। फेरि भेटौँला साथीहरू नेक्स्ट भिडियोमा। बाई बाई।